ए बोकिरहेको छु नि ठुलो मासु लाग्छ कि लाइन छैन तिम्रो त भ्याउँदैन डाँडा काट्न अस्तिभन्दा बढेको नि है महिला रहेछ कमेर ठुलो हो नि अस्तिभन्दा है कि त्यत्रै हो होइन बढेछ है यहीँबाट बजाउँदा जाने खोइ शीतल चाहिँ कहाँ छ उयो चाहिँ इन्डिया पर्छ भुटान है यो चाहिँ सबै भुटान है गाइस यो खोलाको पारी देखिरहेको चाहिँ जिती भुटान कति दामी देखेछ है खोला हेर है यहाँनिर माछा मार्न आएको छ होइन क्याच एन्ड रिलिज हो अन्त यहाँ चाहिँ हामी जिती दोकान तपाईहरु पनि आउन सक्नुहुन्छ यहाँ खेल्नु मेहनत गर्नुपर्छ तर धेरै दामी ठाउँ छ है मलाई तपाईले यहाँनिर यो खोलामा हाइस्ट निकालेको भनेको 11.5 किलो है नेट रिलिज गरिदिनु भयो है किस खाएर है चुम्मा खाएर छोडिदिएको गाइस माछालाई चाहिँ खास तपाईहरुको उद्देश्य चाहिँ के होला यो माछालाई पक्रेर छोड्नु चाहिँ यो चाहिँ अब सिकाउनुपर्छ कि अब मान्छेले करेन्ट लगाउँछ हो अनि कतिले अब मारेर धुवा लाग्छ माछालाई कुनै पनि प्राणीले छोड्दैन तर हामीले चाहिँ के गर्नुपर्छ हामी मनुष्य भएर चाहिँ माछालाई चाहिँ जोगाउने प्रयास गर्नुपर्छ भन्ने चाहिँ उद्देश्य हो यो हाम्रो एउटा क्याच एन्ड रिलिज मान्छेलाई देखाउने होइन हाम्रो भेगमा छैन यो प्रकारको कुनै पनि सोसियल काम नै छैन माछालाई चाहिँ हरेक चिजले एट्याक गर्छ तर हामीले चाहिँ अब बचाएर राखौँ भन्ने क्या टुरिस्टलाई पनि यसो देखाउनु अनि यसलाई चाहिँ कस्तो प्रकारको राख्नुपर्ने यो जग्गा कस्तो सुन्दर छ बनाउनु पर्ने भन्ने कुरोमा चाहिँ हामीले यो गरेको तर मान्छेको मनमा लाग्नेले गरिरहेछ नलाग्नेले चाहिँ अब गर्दैन तपाईले त्यो करेन्टले जेनेरेटरले मार्ने माछा मार्नेहरूलाई चाहिँ के यो मेसेज दिन चाहनुहुन्छ सक्दैन अब यति साह्रो कि उनीहरू अब हुन्छ दादा खेल्दिनँ हामी खेल्दैनौँ भनेर जान्छ भोलिपल्ट 10 हुल आइरहेको हुन्छ यो खोलामा 10 हुल त के 20 हुल देख्छौँ हामी तर अब यो रोक्दा नि रोकिँदैन त्यसमा चाहिँ अब म पनि भन्न सक्दिनँ अहिले चाहिँ फिलहाल अब यत्रो वर्ष भयो भनेर आएको सक्दैन तर यो फेरि क्याच एन्ड रिलिज गर्नेहरूलाई नि फेरि क्वेसन गर्दैछ यस्तो के भन्दाखेरि अब मारेर छोड्ने हो भने त छोड्ने हो भने त किन त्यो माछालाई दुखाउनु पनि बरु त्यो करेन्ट खेल्नेहरूलाई डाइरेक्ट हाम्रो फेसन हो नि त मतलब अब यो त हाम्रो इच्छा हो हाम्रो एउटा के भन्छ अब जुनुन हो एउटा अब माछा पक्रिने होइन जस्तै अब कतिले फुटबलमा अब ज्यानो दिन लगाएर खेल्छ क्रिकेट खेल्दैले क्रिकेट खेल्छ होइन भलिबल खेल्नेले भलिबलमा भइ हुँदैन यो एउटा स्पोर्ट्स हो है यो नि स्पोर्ट्स हो नि स्पोर्ट्समै आउँछ है कम्पिटिसनहरू हुन्छ होइन प्राइज थाप्छ इन्टरनेसनल लेभलमा है त्यो पनि डरलाग्दो पैसा कमाउँछ मान्छेले यसबाट होइन माछा जोगाएर पनि पैसा कमाउँछ माछा बेचेर पनि पैसा कमाउँछ तर तरिका भिन्दै छ नि त त्यसको लाइन भिन्दै छ है त्यो कुरो हो क्या बुझाउनुपर्छ तर मोरे आज माछा पक्रियो होइन त्यसलाई काट्नु भयो भन हजुर आजको ट्रिपबाट फर्किँदैछु म घर हो मजा आयो धेरै त अब 3टा लाग्यो हो ठिकै छ र पनि 2टा मासेर 8 केजी साइजको एउटा होइन कत्ले त कति 600 800 त्यस्तै हो बेसी ठुलो होइन कि है अहिले चाहिँ अब अलिक पानी मैला भयो बढ्यो ड्याम खोलेको हो कि अन्त अब हामी घरतिर लाग्दैछौँ अहिले कति 4 बज्यो होला 4:30 भयो होला अलिक खेल्ने चाहिँ थियौँ फेरि पानी पनि बढ्यो प्लस यहाँ अलिक जनावरहरूको डर हुन्छ यहाँ बाटोमा के हजुर बत्तीहरू पनि छैन त्यति हो अन्त बेलामै निस्किने मजा आयो अबको अन्तिम ट्रिप होला यो ठाउँमा अब किनभने अब किन पानी ठुलो हुन्छ कालो भइहाल्छ हो अब सकिँदैन आउनु ठिकै छ मजा आयो त्यो मैले पक्रेको त ठुलो थियो नि है साइज त राम्रो हो नि हाइट क्या देख थाहा छ तिमीलाई
यो अलिक ठुलो हो योभन्दा है कत्ले चाहिँ हजुर ए आधी किलो या म्याक्सिमम भयो भने चाहिँ 800 क्या यतासम्म पानी बढेछ नि त अब यहाँसम्म आयो नि त पानी अहिले घर अघि त यतासम्म थियो नि है अब फेरि जङ्गल छ हो यो देख्दाखेरि कस्तो चाहिँ भयो होला आज भोलिमा भन्दाखेरि कस्तो चाहिँ भयो होला अब त्यो माछाको फोटो अहिले ल्याउ कि म स्टोरीमा अस्तिको क्या रम हुन्छ नि प्राण जान्छ असिम जस्तो अब हामी चाहिँ यहाँबाट निस्किनुपर्छ हो यत्रै थियो हो अहिलेको कति अहिले त पर्फेक्ट साइज साइज देखाइदिनु हेर्नु कत्रो थियो यत्रै चाहिँ अहिलेको कत्ले चाहिँ होइन यत्रै हो किन मैले यसरी क्या खोल्नुको लागि घाँटीमा समाउँथेँ यो भित्रमा टाउमा यस्तै थियो नि यत्रै यत्रै है यत्रै साइज छोड्थ्यो नि है म त मरै मार्नु दिन्छु होला माछा होइन त्यस्तै अब मेजर इन्जुर भयो है त्यो पैसामा त माछा आयो घरमा एक हप्ता जस्तो खाने है अन्त किन यस्तो यो दुःख गर्नु काल खोजी खोजी हात खुट्टा जान्छ त्यत्तिकै हो काट्छ है अहिले मेरो यस्तो 850 को जेरेको स्ट्र्याप गयो एउटा रड्डी भयो नि अन्त त्यस्तो हुन्छ अन्त सोच्नु रड्डी त के भन्नु माया 800,000 रुपियाँको एउटा बेडको पैसाले त अन्त होइन माछा त फोन गरेर घरमै थरी थरीको ल्याइदिन्छु हो त्यस्तो हुन्छ भनेर इक्जाम्पल सधैँ हामीले जिताउनु नि त कहिले कहिले नेचर लाग्नु होला नि माछा त नि अहिले सासमा त सासमा छ नि यो त उयो हात्ती पहिले क्या सेतो जस्तै हुँदैन अब यो बाटोमा चाहिँ हात्तीहरू भेट्छ हो एकदम डेन्जर जग्गा हो डेन्जर सिमी खाएर देउ आइसक्यो यहाँ सिकारी भाइ जाँदैछ अगाडि फेरि हो हाम्रो आजको सिकारी भाइ एउटा कत्ले झुन्डाएर हाजिरामा काम गरेको है त्यसलाई कति पैसा कमाउँछ दुईटा मासेर ताने एउटा फिस्ट्र्याप बुझाए हिसाब बराबर भयो सबै 8 किलोको दुईटा मासेर तान्यो एउटा 850 को फिस्ट्र्याप गयो ठिकै छ है हिसाब बराबर हात्तीको गु हेर यी हात्तीको गु है यो चाहिँ हात्तीको मल भन्नु यो चाहिँ फेरि उयो नि फेरि एमाजोन फरेस्ट भन्दा कमीको फरेस्ट होइन नि फेरि यो चाहिँ हाम्रो लागि एमाजोन फरेस्ट टुनीको सबभन्दा ठुलो रूप मैले लाइफमा देखेको यो यस्तो मैले जिन्दगीमा कहिले कुनै ठाउँमा पनि देखेको टुनीको रूप यत्रो ठुलो लाइफमा सायद छैन नै पनि होला टुनी त्यसले खिचाइहाल्नु ल
अब निम्रो हो यहाँ टाढो भयो मलाई यो यो रुखहरू चाहिँ ए यो चाहिँ खासमा चाहिँ त्यो ठुलो हुलाको हुन्छ नि क्या हात्तीको तपाईँको त्यो के भन्छ एउटा चाहिँ मौतै हुन्छ नि जुन चाहिँ मेल फिमेल त्यो क्रसिङको टाइममा चाहिँ त्यो रिसले क्या त्यति बेला जुधेर चाहिँ सबै भचाएको त्यहाँ चाहिँ त्यो दारा ठुलो यस्तो भएको हुन्छ नि हो त्यसको काम हो यो चाहिँ त्यही होइन त्यही टाइममै मान्छे हान्यो अरे के गरे भन्छ नि त्यो छेउछाउमा मान्छे आउँदा चाहिँ त्यति बेला चाहिँ खेद्छ त्यो क्रसिङ टाइममा चाहिँ एग्रेसिभ हुन्छ यो हेर्नुहोस् न सबै तिनीहरूले भचाएको हानेर रिसले यो यति माथि माथि त त्यसको सुँडैले भेट्छ नि त ग्राम ग्राम तान्छ यो सबै उनीहरूले भचाएको भचाएर लडाउँदा कति चाहिँ लाग्दाखेरि त्यसको प्रेसरले पनि भाँचेको यो मसिनो मसिनो माडिएको छ नि यो सबै उसले भाँचेको त हो यही यति एरियामै बस्छ नि त भित्र गणेश देवताले हो यता अब त्यो मान्छेले क्या यस्तो गरेर त्यो रङ हो अब त्यो उसको नजिकमा एग्रेसिभ हुन्छ क्या योहरू है अब त्यो चाहिँ मान्छेले बुझ्नुपर्ने कुरो देवताले लडाएको है हो त यो टिक चाहिँ कमजोरै हुन्छ नि त पनि भाँच्यो भर्खर भाँचेको यो भर्खर यस्तो स्ट्रङ हुन्छ है त्यो ठुलो हो दारावाला त कस्तो मजाले भर्साएको छ नि यत्रो रुख चाहिँ के हो अन्त उसको के है कस्तो त्यो सफा भयो त भाँच्यो कति चाहिँ बदमास गरेको त्यो चाहिँ ठुलो हुलले हो क्या त्यो बिस गइबाट आएकोहरू हुन्छ नि अराउँदै आउँछ नि हो त्यही झुटले थुप्रो भचाइदिएको रहेछ है यता यो भाइ र मैले त थुप्रोबाट फेस गरेको नि त त्यही कारण थाहा छ हामीलाई त खेदाएको उयो चाँपको रुख उम्रेको छ एउटा यो चाहिँ चाँप हो चाँप है यो घरमा लगेर रोप्दा पनि हुन्छ नि अब यहाँ त काटिहाल्छ ल चाँपको बोट एउटा हो रहेछ कि यो राम्रो त यहाँ अर्काले मारेर उयो गर्नु भन्नु ए यो अलिक टाढैबाट ल वरिपरि घच घोचेर नि त्यसलाई ग्याप गरिकन माटैसँग कस्तो दामी मल छ अन्त आम्मा हेर्नु है हेर्नु त है होइन पत्करहरू उयो भयो एक फिट माटो खनेर लगायो भने पनि कहाँ गर्ने मल त अन्त छुरी थियो होइन लामो छैन है टुकुरी भए चाहिँ काटेर धारे बनाएर है अब हेर्दा रहेछ के कडा जडुलको जरामा रहेछ है यसको पनि जरा पऱ्यो त जरुल त हो कि हो चाँप हो होइन मलाई दौड गरेर मेरो होइन म यहीँ छोडिदिन्थेँ तर यो बाङबुङ त पारिहाल्छ हुनै दिँदैन ए यता त रहेछ जरा त छड्कै रहेछ लाग्छ यतिको त हेर्नु मल हेर्नु मले माटो होइन नि यो त मल हो काली मल एकछिन अब यो पत्ता मुनि पत्ता पत्ता अब पत्ता पत्ता टिकको गरेछ नि ठुल्ठुलो एकछिन इराख नि यसलाई होइन लैजाऊ होइन अर्कोले टिप्यो यो खाँदा चाहिँ भर्नुपर्छ ए खुट्टामा पर्छ मान्छेलाई ठुल्ठुलो गर्नु दुईटा ल्याऊ अन्त लहरा पनि लहराले पनि बाना लहरा त म यो गरिदिन्छु यसलाई चाहिँ डोरी लगाएर पहिला नि यसलाई चाहिँ सिधा बनाऊ बुझ्यौ एउटा खुट्टी लगाएर चाहिँ यसलाई खुट्टी लाबरले बाना या प्लास्टिकले बाँध्यो हो
जराहरू माछा उफ्रेको ल्याएन अहिले हामी हिँड्नु लुक्नु सक्छ जिउँदैछ नि के है मेल रहेछ भाले पोइजन पऱ्यो करेन्ट लाग्यो कोही चाहिँ राम्रो निस्क्यो होला जुसुले अगाडि चाहिँ जाँदैछ माछाको यमराज बोलिन् न अलिकति माछाको यमराज बल्छी धुर्बे जाँदैछ अगाडि को अरे बल्छी धुर्बे माछाको यमराज जुसुले हो यमराज हो यता चाहिँ माछाको यमराज यता चाहिँ के हो थाहा छ के हो नारायण अहिले हिँड्दैन ल गाडी यता है फरेस्टमा लग्छ चोर्नु भयो भने तिम्रो त्यस्तो के छ म त 8वटा कालिम्पोङ चोक भेटिहालेको छु हो मजाले अब लसुन हाल्दा त किरै कुच्याएर बनाउनु पर्छ च्याउ निङ्रो पनि हालिहाल्यो ठुलो होइन तर बगाले क्या मधेसको कालिम्पोङ यत्रो हुन्छ निङ्रो पनि हाल्नुपर्छ होइन निङ्रो त अलग्गै बनाउँछ अलिक आलु चाहिँ हाल्नुपर्छ त्यसमा सुक्खा पकाउनु अघि थियो त आज उता लगाएन बुधेको थाहा ए अघि थिएन नि यो बुधेको थाहा को बाँदरहरू आयो भन्छ के गरिदिनु भएको अघि कमसेकम बाँच्नु त दिनु अन्त हो कि भन्नु हजुर केही नछोड्ने कि हाम्रो मान्छेले यस्तै यस्तै छ माछा माऱ्यो भनेर चाहिँ हामीले सबै भत्काइदियो माछाको फाँसी के यो बुझ्नु नपर्ने अरे माछाको फिस ट्र्याप हो कि यो चाहिँ जस्तो अब उहाँहरूले चाहिँ अब माछा चाहिँ मार्नै हुन्न त्यही भएर सबै भत्काइदियो यहाँ भत्काइदियो सबै भत्काइदियो उयो खोलिदियो भने नि हुन्छ जस्तो साह्रो है माछालाई अतिक्रमण गरेको देखि अब के अरे मार्नै पर्छ भन्ने क्या अब यता पनि बुझ्नु फुल्छ नि कि यो केही राख्दैन पक्रिन नसकेको चाहिँ पोइजन हाल्छ मार्नै पर्छ खानै पर्छ यसलाई हामी खानै पर्छ भन्ने फेरि अलिकति लाँदैन त है त्यही त सबै सोच भन्दैछु त सक्दो त पक्रियो नसकेको पोइजन लाएर पनि मार्छ खाँदो खायो नखाएको दियो बाँड्यो क्या क्या बाँड अहिलेको जमानामा फ्रीमा त कसले पनि दिन्छ होला कि त अब घरमा नचल्ने अवस्थामा छ भने चाहिँ उनीहरूले गर्दा चाहिँ हुनु सक्छ नि त जस्तै अब काम दाम छैन होइन एकदम बेकारी शुद्ध बेकारी केही छैन अवस्थामा छ उनीहरूलाई चाहिँ अब उनीहरूले खाएर मारेर बेचेर गर्दा त उनीहरूलाई त अब केही छैन भन्नु तर पैसा पनि छ सबै कुरो गाडीमा गाडी होइन सबै कुरो चाहिँ उनीहरूले छोडिरहेको छ सबै कुरो सबै हामीलाई होइन अब त्यस्तै बिरिती छ होइन त्यो अवस्थाको छ भने चाहिँ के छ अरे झौराहरू सक्छ नि त्यतिकै छ हो अब त्यस्तो माथिल्लो स्तरको मान्छेहरूले पनि मारेर सक्दैन नि त
होइन त्यो तल्लो स्तर अब त्यो दर्जामा हुन्छ नि अब जीविकोपार्जन गर्नै साह्रो पर्नेलाई चाहिँ ठिकै छ उहाँहरूलाई चाहिँ होइन छुट पनि छ है त्यो अब एकताक भए पनि होइन उनीहरूले अब चल्छ जरुरत हो यो रुखहरू चाहिँ हो लोकल ज्याकरान्डा भन्दा पनि हुन्छ यसलाई के भन्दा ज्याकरान्डा भन्छ कि लोकल त्यो अब फुल्छ अलि निलो फुल्छ नि मजा अघि कताबाट आएको के भन्छ दाजु अब त्यो असारे कोही जग्गा फुल्दैछ अब पनि फुल्छ यो असारमा फुल्ने त्यो त दामी फुटबल लिली यस्तो फुल्छ हेमन्त हुन्छ नि त्यस्तै फुल्छ अलिक ठुलो सेतो दामी नेपालीमा असारे असारमा फुल्ने भएकोले गर्दा चाहिँ असारे भनिन्छ याद पनि छैन जन्मले गर्दा असारे अब त्यति बेला सकेको सोऱ्यो मान्छेले विमल गुरुङै छ अस्ति भने सबै सकेको यो भित्र कत्रो कत्रो थियो रात खोला खोला बगाएर हो विमल गुरुङ चाहिँ किन चोर्नु त्यो राम्रो मान्छे अब पनि आउँदैन अब उसलाई कसको हात थियो त्यति बेला एरेस्ट गर्नु सरकारै जतिको थियो त्यति बेला हो अन्त उसले गलत काम गरेर त्यसको फल अहिले भोग्दैछ हामीले जनताले उसले पनि भोगिरहेको छ जिरो भएन अन्त हिरोबाट अनि सिङबारी पार्टी त्यहाँदेखि चाहिँ अब त्यो उखानै भएको छ होइन सत्य कतै हो नि त्यसै भनेको होइन नि है पछि चाहिँ अब अहिले जोक्सै जस्तो भयो